नमस्कार दर्शकबिनहरु, फेरि पनि स्वागत छ हाम्रो ग्याजेट घुम्टी टेक च्यानलमा। साथीहरु, आज मिति 2081 साल 1 महिना 4 गतेका दिन 4 वर्षे बीए तर्फ तेस्रो वर्षको 2080 को 81 साल भदौ महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक भएको छ। नतिजा हेर्नका लागि result.tuexam.edu बाट पनि आफ्नो विषय र मार्कसिट सहित तपाईले हेर्न सक्नुहुनेछ। र साथीहरु, बीए थर्ड इयरको तपाईको रिजल्ट पब्लिश भइसकेको छ। रिजल्ट हेर्नका लागि यो भिडियोलाई अन्तिम समय हेर्नुहोला र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। साथीहरु, तपाईले यहाँ चाहिँ त्रिभुवन युनिभर्सिटीको एउटा सूचना देख्न सक्नुहुन्छ। सूचना पब्लिश भएको भनेको 2082 साल 1 महिना 4 गते। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा 2081 साल भदौ महिनामा सञ्चालित मानविक तथा सामाजिक शास्त्र संकाय तर्फ 4 वर्षे स्नातक 4 इयर बीए को तेस्रो वर्षको 2080 को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालन समिति निर्णय अनुसार प्रकाशित गरेको छ। उक्त परीक्षाफल हेर्नका लागि result.tuexam.edu बाट पनि हेर्न सकिन्छ। यो कुरा तपाईले अब जानकारी पाइसक्नु भयो होला। त्यसको लागि साथीहरु, तपाईले सबैभन्दा पहिला चाहिँ तपाईले result.tuexam फेरि हेर्नुहोला, result.tuexam.edu मा जानु होला। त्यसमा गइसकेपछि तपाईले 4 इयर बीए बीएससी बीएड बीबीएस 2080 थर्ड इयर रेगुलर पार्शियलमा सिलेक्सन गरिदिनु होला। त्यसमा जस्ट सिलेक्सन गरिदिनु होला। सिलेक्सन गरिसकेपछि साथीहरु, सिलेक्सन गर्नु होला। यसमा तपाईले यसरी सिलेक्सन गरिदिनु होला है। सिलेक्सन गरिसकेपछि फेरि सिलेक्ट अप्सन भन्ने छ। के छ? सिलेक्ट अप्सन भन्ने छ। यहाँ तपाईले यहाँ सिलेक्ट अप्सन भन्ने छ। त्यसमा तपाईले कुन हो तपाईको त्यो सिलेक्ट गर्नु होला। अहिले चाहिँ रिजल्ट के को पब्लिश भएछ भने 4th इयर ब्याचलर डिग्री। त्यसैले तपाईले यसमा सिलेक्ट गर्दिनु होला। 4th इयर ब्याचलर डिग्री इन बीए मा सिलेक्ट गर्दिनु होला। यति भइसकेपछि साथीहरु, यहाँ के छ? एक्जाम टाइपमा तपाईले 4th इयर एक्जाम टाइपमा तपाईले 4th इयर बीए बीएससी बीएड बीबीएस 2080 थर्ड इयर मा सिलेक्ट गर्नु होला। अनि त्यति भइसकेपछि तपाईले प्रोग्राम जुन छ त प्रोग्राममा 4 इयर ब्याचलर डिग्री इन बीए सिलेक्ट गर्नु होला। अनि प्रोग्राम ड्युरेसनमा चाहिँ तपाईले फेरि थर्ड इयर लेखेर सिलेक्ट गर्नु होला। अनि यहाँ लास्टमा छ, त्यसमा सिम्बल नम्बर आफ्नो लेख्नु होला। सिम्बल नम्बर लेखिसकेपछि अन्तिममा तपाईले सर्चमा हान्दिनु होला। यति कुरा भइसकेपछि तपाईको रिजल्ट शो गर्नेछ। र साथीहरु, यो भिडियो तपाईलाई कस्तो लाग्यो होला कमेन्ट गर्नु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला।